नमस्ते हजुरहरु, फेरि पनि मेरो सानो मिनी ब्लगमा स्वागत छ। र यो भिडियोहरु चाहिँ हिजोको है, हिजो मन्दिर जाँदाखेरि मैले चाहिँ हाल्नु चाहिँ पाइनँ, अलिकति बिजी हुनाले। सो हामी सबैजना रेडी भएर गाडीमा बस्यौँ। पल्लो चाहिँ सुतेको थिइन्, चिन्ता रेडी गर्ने बित्तिकै चाहिँ सुतिन् है। र यहाँ बिचमा चाहिँ हाम्रो मन्दिर जानुभन्दा बिचमा रास्तामा चाहिँ एकदम फरेस्ट पर्छ, ठुलो फरेस्ट। यहाँ चाहिँ हात्तीहरू पनि पुरै हुन्छ कि। अनि पल्लो चाहिँ सुतिनै रहेको थिइन्, उहाँ मन्दिर पुग्ने बित्तिकै चाहिँ उठिन् ठिक्क हामी पुग्यौँ। घरदेखि बेसी टाढो पनि छैन मन्दिर चाहिँ यो चाहिँ बाख्रापाडा है, बाख्रापाडा काली माताको मन्दिर भनिन्छ है। यो चाहिँ लङ्कापाडामा पर्छ। हाम्रो चाहिँ घरदेखि चाहिँ बेसी टाढो पनि छैन। हामी चाहिँ पुग्यौँ है मजाले। नानी पनि जस्तो हामी मन्दिर पुग्यौँ त्यस्तै पनि उठिहालिन्। अनि आरामले हामी चाहिँ हिँड्दै गयौँ है। सिडी अलिक लामै पर्छ। पल्लो चाहिँ बोकेर चाहिँ हिँड्नु नै खोजिन् र हिँडाउँदै लग्यौँ। हामी चाहिँ बाख्रापाडा कति पहिला पनि आउँथ्यौँ। यहाँ दादा र प्रतिभा र अभिषेक बधाईहरू चाहिँ माथि हिँड्दै गइसक्यो। त्यहाँ हामी चाहिँ पछाडि हिँड्दै थियौँ। भाउजूहरू, बधाई, म, नानी है गयौँ। गएर मजाले पूजासुजा राम्रोसँग भयो। पूजासुजा भएर हामी एकछिन अलिअलि भिडियोहरू बनायौँ। अहिले चाहिँ धेरै रुलहरू चेन्ज भएको रहेछ। भित्र चाहिँ फोनहरू लिएर जानु चाहिँ नदिँदो रहेछ। यहाँ उहाँ चाहिँ हाम्रो भाउजू है, बडा भाउजू अलिअलि फोटोहरू बनायौँ है। अनि नानीहरूले फोटोसुटो लियो। पूजाहरू मजाले नै भयो। गरिसकेर यता फेरि अनि भाउजूले गुम्बा जाने भन्नुभयो। गुम्बा माथि भुटानमा चाहिँ अलिकति गुम्बा पर्छ। हामी चाहिँ म त पहिला गएको, म चाहिँ गुम्बा नगएको पनि 9-10 वर्ष भएको थियो है। अन्त हामी गयौँ उता मन्दिरबाट हामी आरामले निक्ल्यौँ। अनि यहाँ चाहिँ हामी बाहिरको नजारा चाहिँ यस्तो छ। मन्दिरदेखिको बाहिर यहाँ चाहिँ सबै पाउँछ मन्दिरमा चढाउने चिजहरू। तर हामीले चाहिँ उतै बजारबाटै किनेर लिएर आएको थियौँ। अनि यता पूजासुजा गरेर निक्लेपछि चाहिँ हामी गयौँ गुम्बाको लागि एकछिन है। गुम्बा पनि माथि पर्छ अलिक, मन्दिरदेखि चाहिँ माथि भुटान साइड बर्डर पर्छ। यो चाहिँ इन्डिया र भुटानको चाहिँ बर्डर हो। सो मन्दिर चाहिँ हाम्रो इन्डियामै पर्छ र भुटानमा चाहिँ गुम्बा चाहिँ भुटान साइडमा पर्छ। सो फेरि हामी गाडीमा बस्यौँ गऱ्यौँ। त्यहाँदेखिको गुम्बा घुम्नुको लागि गयौँ। गुम्बाको रास्ता पनि अलिक पुरै अप्ठ्यारो रहेछ अहिले चाहिँ। अनि हामी पुग्यौँ जसोतसो गरेर पनि। रास्ता बिर्सेर चाहिँ हामी चाहिँ अलिक अर्कै जग्गामा पुगेको थियौँ। त्यहाँबाट फेरि सोध्दै गएर गयौँ। यहाँ हेर्नुसक्छ गुम्बा चाहिँ यस्तो है। यहाँ चाहिँ फेरि पहिला त पुरै राम्रो थियो, तर अहिले चाहिँ अब पुरानो पनि भएर होला अलिक कस्तो लाग्यो कि मलाई चाहिँ। धेरै 9-10 भन्दा पनि 11-12 वर्ष भएको थियो म चाहिँ यहाँ नआएको। पहिला त आइ नै बस्ने हामी, पुरै आउने यहाँ साथीहरूसँग है। स्कुल पढ्दाको टाइमदेखिको हामी आउने गुम्बा मन्दिर चाहिँ आइबस्थ्यौँ है। यस्तो अब स्कुल टाइममा त त्यही हो, इक्जाम सिक्जाम हुँदा यसो रिजल्टको लागि पनि आउँथ्यौँ। रिजल्टको लागि भगवान् राम्रो रिजल्ट त्यही त हो केटाकेटीमा। अनि आउँथ्यौँ। यहाँ चाहिँ यसलाई चाहिँ के भन्छ मलाई चाहिँ यसको नाम चाहिँ थाहा छैन है एक्चुअलीमा। सो हामी यहाँ घुमायौँ, फोटोसोटो लियौँ एकछिन नानीसँग। एकछिन हामी यहाँ चाहिँ धेरै बेर स्टे गऱ्यौँ न, आइहाल्यौँ। नानी पनि तङ गर्नु थाल्यो हो। बिहानको व्रत पनि, फेरि भोक पनि साह्रै लागेको थियो। अनि यहाँ अलिअलि के खायौँ होटलमा बसेर है। यहाँ चाहिँ थुक्पाहरू खायौँ, राम्रो थियो। सो हाम्रो चाहिँ पूजामा गयौँ सबै कुरो राम्रैसँगले भयो। पानी पनि पर्नु थालेको थियो। भिडियो आशा गर्छु हजुरले एन्डसम्म हेर्नुहुन्छ। थ्याङ्क